भोलि नदीको किनारमा कन्सर्ट छ। कनी खुसीसितै कन्सर्ट 2। कनी खुसीसितै कन्सर्ट 2। कनी भन्नाले भोलि हो, खुसी भन्नाले नदी, खुसीसितै भन्नाले नदीको किनारमा, सितै भन्नाले किनारमा, छेउतिर। अब अर्को सेन्टेन्स, म या त अन्नपूर्ण जान्छु या सगरमाथा। आज हामी घुमघामको बारेमा नै कुरा गरौँ। जी कि अन्नपूर्ण वने कि सगरमाथा, जी कि अन्नपूर्ण वने कि सगरमाथा। यसमै तिमी या त अन्नपूर्ण जाऊ या सगरमाथा भन्नु पर्यो भने छ कि अन्नपूर्ण हुँ कि सगरमाथा। जी को ठाउँमा छ भयो, कि अन्नपूर्ण हुँ यस्तो हुँ चन्द्रबिन्दु, कि सगरमाथा। अब अर्को सेन्टेन्स, उनलाई घुम्न मन पर्छ। अब घुम्न मन नपर्ने मान्छे त को होला? कोही कोही हुन सक्छ। एकताइम मलाई पनि खासै घुम्न त्यस्तो मन लाग्दैन थियो। उही त चाहिले यो, उही त चाहिले यो। अब यसलाई घुम्न मन पर्छको सट्टा मन पर्दैन भन्नु पर्यो भने चाहिँ उही त चाहिले म यो। यहाँ हामीले एउटा म थप्न सक्छौँ। यो भन्नाले मन पर्छ, म यो भन्नाले मन पर्दैन भन्न खोजेको हो। चाहिले भन्नाले घुम्न जाऊ भन्नु पर्यो भने चाहिँ चाह्यु हुँ भनिन्छ। अब अर्को सेन्टेन्स हेरौँ। ऊ नफर्कुन्जेल उसलाई पर्खनुहोस्। व लिहा मवतले उही त पिया चोना दिस अथवा पिया दिशा पनि भन्न सकिन्छ। पिया अनि यो चोनालाई हटाएर पिया दिशा मात्र पनि भन्न सकिन्छ। अथवा लियाको सट्टा ल्या पनि भन्न सकिन्छ। जस्तै कि वो ल्या मवतले उही त पिया चोना दिस। अब कसैले लिहा मवतले भन्छ, कसैले ल्या मवतले भन्छ। अब कुनै कुनै शब्दहरूमा एक्चुअल नेपाल भाषा एक थरी हुन्छ, तर हामीले बोलीचालीमा युज गरिरहेको शब्दहरू अर्को थरी हुन सक्छ। जस्तै कि अब नेपालीमा पनि हुन्छ कुनै कुनै शब्दहरू अब नेपाली ग्रामर बुकहरूमा हेर्यौँ भने एउटा तरिकाको हुन्छ भने अब हामीले कमनली बोलचालीमा भनिरहेको एउटा हुन्छ। जस्तै कि हामीले अप र डाउन भन्नको लागि तल माथि भन्छौँ र कुनै कुनै ठाउँमा उँधो उँभो पनि भनिन्छ। नुवाकोटको एउटा दाइले चाहिँ भन्नुहुन्थ्यो उँधो उँभो भन्नुहुन्थ्यो। सुरुमा भन्नुहुँदाखेरि त के भनेको होला जस्तो लाग्थ्यो। अब त्यस्तै गरी यहाँ पनि त्यस्तै हो, लिहा र ल्या। कसैले लिहा मवतले भन्छ, कसैले ल्या मवतले भन्छ। हामीले चाहिँ नि धेरै जस्तो ल्या मवतले नै भन्छौँ। र यसलाई नर्मल्ली हामीले अब यो अलिक फर्मल भयो, पिया चोना दिस। नर्मली अब हाम्रो बुवा आमालाई काका काकीलाई भन्दाखेरि पियाचो भन्छौँ। पिया चोना दिस भन्दाखेरि पनि पियाचो। व ल्या मवतले उही त पियाचो, पियाचो, चो यतासम्म मात्र। अनि यहाँ थोप्लो एउटा दिनु पर्ला, पियाचो। हामी अब जानुपर्छ नत्र हामी ढिलो हुनेछौँ। आजी वनेमा नत्र जी लिबाई। आजी वनेमा नत्र जी लिबाई। आजी अर्थात् अब हामी, वनेमा अर्थात् जानुपर्छ, नत्रको त नत्र भइहाल्यो, जी अर्थात् हामी, लिबाई अर्थात् ढिलो हुनेछौँ। लिबाई, लिबाट, लिबा, लिबा टुङ्कल ढिला भइसक्यो, लिबाट ढिला भयो, लिबाई ढिलो हुनेछ, अथवा जे लिबाई अर्थात् हामी ढिलो हुनेछौँ। अब अर्को सेन्टेन्स हेरौँ हामी। यो सहरमा त रेकर्डिङ गर्दाखेरि पनि कहिले के आवाज आउने, कहिले के आवाज आउने, कहिले बाइकको आवाज आउने, कहिले गाडीको आवाज आउने, कहिले हर्न आउने, प्लेन आउने। अहिले भर्खर काठ काटिराखेको जस्तो छ मान्छेहरूले। अनि म एकछिन रोकेर भिडियो पोज गरेर अब फेरि रेकर्डिङ सुरु गर्दैछु। तर बिहान मर्निङ टाइममा र अफिस टाइम जुन 10 बजेपछि चाहिँ नि यो एरियामा चाहिँ अलिकति क्वाइट नै हुन्छ, इन्भाइरोमेन्ट अलिक शान्त नै हुन्छ।
तर कहिलेकाहीँ घर बनाइराखेको हुन्छ अनि कहिलेकाहीँ के आवाज आउँछ अलि डिस्टर्ब हुने रेकर्डिङको लागि बरु गाउँतिर भए चाहिँ मजा आउँछ होला सट्ट कोइलीको आवाज आउँछ ब्याकग्राउन्डमा कोइली कुहु कराउँछ ठक्क रेकर्डिङ गर्यो रेकर्डिङमा पनि कोइलीको आवाज पनि अलिकति आउँछ ब्याकग्राउन्डमा मजा आउँछ जस्तो लाग्छ तपाईहरुलाई कस्तो लाग्छ भन्नु होला अब हामी नेक्स्ट सेन्टेन्सतिर जाउँ के मैले तिमीलाई यहाँ कुर्नु पर्छ छु जी छन् त थन पियाचोने माला छन् त यहाँ एउटा थोप्लो पनि राख्न सकिन्छ यता छको माथि छन् त छु जी छन् त थन पियाचोने माला फेरि काटेको आवाज आएर एकछिन पौज गर्नु पर्यो अब नेक्स्ट फ्राइडे चाहिँ अलिकति चाँडै नै गर्नु पर्ला मर्निङ आवरमै गर्नु पर्ला अब यसको मिनिङमा जाउँ थन अर्थात् यहाँ पियाचोने माला कुर्नु पर्छ भन्न खोजेको हो तपाईहरु पनि गाउँमा बस्नुहुन्छ भने कुन ठाउँमा बस्नुहुन्छ कमेन्ट गर्नु होला तपाईहरुको गाउँ कस्तो छ कमेन्ट गर्नु होला पहिले काठमाडौँ पनि गाउँ नै थियो काठमाडौँ भन्नाले असन न्यू रोड थमेल त होइन बाजेको पालोमा त थमेलसम्म पनि गाउँ नै थियो रे थमेलको मान्छेले चाहिँ नि अब केटी माग्न आयो भने यता असनतिर केटी माग्न आयो भने गाउँको मान्छे भनेर त्यो छोरी नदिने रे थमेलको मान्छेलाई त्यस्तो भन्थ्यो अनि हाम्रो पालोमा चाहिँ थमेल न्यू रोड यहाँ सहर नै भइसकेको थियो र यो रिङ रोड वरिपरि चाहिँ अलि गाउँ जस्तै नै थियो र गाउँको मान्छेहरू सबै आएर त्यो रिङ रोड वरिपरिको गाउँलाई सहर बनाइदियो अब हामीले चाहिँ गाउँ हेर्नको लागि गाउँमा रमाउनको लागि चाहिँ अलि धेरै टाढा टाढा जानुपर्ने भएको छ अब मेरो यो गन्तव्यलाई यहीँ छोडेर अर्को सेन्टेन्समा जाउँ यो घुम्नको लागि रोचक ठाउँ हो भोलि जाउँ अब भोलि स्याटरडे तपाईहरुको पनि घुमघाम प्रोग्राम छ होला घुमघाम प्रोग्राम छ भने चाहिँ यो agendaakash.com मा हेर्न सक्नुहुन्छ कुन ठाउँ घुम्ने भनेर आजभोलि त पानी अलिअलि परिरहेको छ झरनातिर मजाको हुन्छ यो वेबसाइटमा देशभरिको झरनाको लिस्ट दिएको छ वाटरफल्स इन नेपाल भनेर त्यसमा हेर्न सक्नुहुन्छ र तपाईको ठाउँको एकदम राम्रो झरना मिक्स भएको छ भने त्यो वेबसाइटमा तपाईले मेसेज गर्न सक्नुहुन्छ कन्ट्याक्टमा गएर कन्ट्याक्ट एड्रेसमा मेसेज गर्न सक्नुहुन्छ अब यो सेन्टेन्स नेपाल भाषामा ठो चाहिले त नेपुसे चौथ्या ख कने वने नु ठो चाहिले त नेपुसे चौथ्या ख कने वने नु ठो अर्थात् यो चाहिले त नेपुसे चौं अर्थात् घुम्नको लागि रोचक अथवा रमाइलो नेपुसेको अर्थ रमाइलो थ्या अर्थात् ठाउँ हो कने भन्नाले भोलि वने नु अर्थात् जाउँ र अब नेपाली टाइपिङ गर्न चाहनुहुन्छ भने यो वेबसाइटमा जान सक्नुहुन्छ यही हो वेबसाइट चाहिँ हामीले सहयोग गर्न चाहनुहुन्छ अथवा नेपाल भाषाको फ्री इबुक डाउनलोड गर्न चाहनुहुन्छ भने agendaakash.com/nepalbhasha जानु होला र फ्री इबुक डाउनलोड गर्नको लागि यहाँ छ लिंक र तपाईहरुले हामीलाई अरु प्लेटफर्महरुमा पनि फलो गर्न सक्नुहुन्छ मलाई पेट्रियनमा सहयोग गर्न चाहनुहुन्छ भनेदेखि पेट्रियनको लिंक यहाँ पाउन सक्नुहुन्छ त्यसैगरी मलाई चिया कफी खुवाउन चाहनुहुन्छ भनेदेखि खल्तीको क्यूआर स्क्यान यहाँ छ नेपाल भाषा सिकिदिनु भएकोमा यक्को सुभा ठाउँ त बा लिपा नाप्ला